हामीलाई माथिबाट चाहिँ कर्मसँग दिएको छ, यही कर्म अनुरूप नै मान्छेको महादशा चल्छ है त। यदि कोही मान्छे चाहिँ चन्द्रमाको महादशामा जन्मेको छ भने त्यसले सूर्यको फल अन्तिममा भोग्छ। किनभने चन्द्रमा पछि मङ्गल आउँछ, मङ्गलपछि राहु आउँछ, राहु पछि बृहस्पति आउँछ, यस्तै यस्तै गर्दै गर्दै अगाडि बढ्छ है त। यो पुरै जिगज्याग हुँदैन, जुन एउटा नियमअनुसार छ त्यो अनुसार नै क्रमबद्ध तरिकाले अगाडि बढ्छन्। अब राहुको महादशामा मनुष्य बुद्धिहीन हुन्छ भनेको के हो? जस्तै राहुको के छ, टाउको मात्रै छ तर शरीर छैन होइन, ऊ त के छ, आधा छ भन्नुको अर्थ हरेक चिजमा आधा आधा ज्ञान मात्रै हुने, सबै एकदम पुरा 100% दिन नसक्ने, अनि आधा आधा कुरा सोच्ने खालको हुन्छ, अनि बुद्धिहीन हुने भयो। दिन भनेको गरिब, त्यसपछि चिन्तायुक्त हुने भयो, अनि सर्वाङ्ग रोगी हुने भयो, भयभीत हुने भयो, बहुत दुखी, धेरै दुःख पाउने होइन। किनभने राहु भनेको राक्षस होइन, एउटा जुन स्वर भानु भन्ने राक्षसलाई भगवान् विष्णुले मोहिनी अवतार लिएर त्यो समुद्र मन्थन गर्ने बेलामा घाँटी काटेर जुन राहु केतु भएको हो नि त होइन र, भन्दाखेरि चाहिँ त्यहाँ सुरुवातबाटै उसको चाहिँ घाँटी काटेर सुरुवात भएको छ भने त्यसले फल कस्तो देला त अब हामीले आफै बुझौँ है त। त्यसपछि पाप कर्मबाट बन्धन, बहुत कष्ट, दरिद्रता प्राप्ति राहुको महादशाको फल हुन्छ भनेर यसरी हामीले राहुको महादशाको फल दियौँ। अब आयो बृहस्पतिको महादशामा